नेपाली कांग्रेसका सभापति आदरणीय श्री शेरबहादुर देउवाको निवासमा उहाँकी धर्मपत्नी पार्टीका केन्द्रीय सदस्य तत्कालीन परराष्ट्र मन्त्री डा आदु राणा देउवामाथि सांघातिक हमला र अमानवीय व्यवहार गरियो। यो घटनाको घोर निन्दा एवं भर्त्सना गर्दै प्रदर्शनको क्रममा ज्यान गुमाएका प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै सम्पूर्ण घाइतेहरूको पूर्ण स्वास्थ्यको कामना गर्दछौँ। साथै भदौ 23 र 24 गते भएका घटनाको निष्पक्ष छानबिन गरी अपराधी कार्यमा संलग्न सबैलाई कानुनको दायरामा ल्याई कारबाही गर्न माग गर्दछौँ। जेएनजी आन्दोलनबाट जननिर्वाचित संसदको असंवैधानिक विघटन र सरकारको गठन पश्चात विकसित अनपेक्षित राजनीतिक घटनाक्रमले राजनीतिक दलहरूमा पनि अन्योलता देखिन्छ। तर नेपालको हरेक सङ्कटको बेला नेपाली कांग्रेसले खेलेको नेतृत्वदायी भूमिका इतिहासले पुनः एकपटक नेपाली कांग्रेसको काँधमा सुम्पेको छ। आजको गम्भीर र कठिन परिस्थितिको सामना नेपाली कांग्रेसको वैचारिक स्पष्टता र सांगठनिक एकताबाट मात्र सम्भव छ र जारी केन्द्रीय समितिले यो भावनालाई सम्बोधन गर्नेछ भन्ने हामीले विश्वास लिएका छौँ। जारी नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले नेपाली कांग्रेसलाई आजको परिस्थितिको सामना गर्न सक्ने वैचारिक स्पष्टता र सांगठनिक एकताले मात्र सम्भव छ भन्ने जारी बैठकको पहिलो दिन असोज 28 गते आदरणीय सभापतिज्यूको मन्तव्यमा नै नेपाली कांग्रेसको एकता आजको आवश्यकता वर्तमान अवस्थामा व्यक्तिगत बुद्धगत स्वार्थलाई छाती राखेर एकताबद्ध हुन र आगामी 15औं महाधिवेशन वैधानिक व्यवस्था अनुसार गर्न निर्देशनात्मक मन्तव्य समेत दिनुभएको सन्दर्भमा नेपाली जनको अपेक्षा पूरा गर्दै लोकतान्त्रिक व्यवस्थालाई मजबुत बनाउन सकिन्छ भन्ने विश्वास व्यक्त गर्दै यस जारी केन्द्रीय समितिको बैठकबाट निम्न बमोजिमका निर्णयले इतिहासले सुम्पेको जिम्मेवारी पूरा गर्न सकिन्छ भन्ने विश्वासका साथ हामी निम्न केन्द्रीय सदस्यहरूले सामूहिक रूपमा हाम्रो विचार पेश गरेका छौँ। 1. 15औं महाधिवेशन सम्पन्न गर्न पहिलो खुड्किलोको रूपमा रहेको क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरण कार्य सम्पन्न हुनुपर्ने भएकोले समय सीमा निर्धारण गरेर क्रियाशील सदस्य टुङ्ग्याउनु पर्ने। 2. आसन्न 2082 साल फागुन 21 गतेको निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको विधान बमोजिम 2082 साल मङ्सिर महिनाको 15औं महिनाभित्र 15औं महाधिवेशन प्रारम्भ गरी तहगत रूपमा अधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका बनाई लागू गर्ने। 3. वर्तमान अवस्थालाई मध्यनजर गरी युवा पुस्ताहरूको समेत उल्लेखनीय प्रगतिको सुनिश्चित हुने गरी विधानमा संशोधन गर्नुपर्ने। 4. हालसम्म पनि पार्टीको आन्तरिक निर्वाचन समिति पूर्णता नपाएको हुँदा अविलम्ब निर्वाचन समिति विस्तार गरी पूर्णता दिनुपर्ने। 5. आगामी 15औं महाधिवेशनमा सबै तहको पार्टीको संरचनामा युवा, महिला, दलित, आदिवासी, जनजाति, थारू, मधेसी, मुस्लिम, पिछडा क्षेत्र र वर्ग एवं अपाङ्गता भएकाहरूको अर्थपूर्ण सहभागिताको सुनिश्चित गर्ने। 6. अब हुने स्थानीय प्रदेश र संघीय तहको निर्वाचनमा समानुपातिक समावेशिताको सिद्धान्त अनुसार युवा उमेर समूहलाई समेत उम्मेदवार बनाउन प्राथमिकता राख्ने। 7. संविधान संशोधनको सन्दर्भमा पार्टीमा वडादेखि केन्द्र तहसम्म व्यापक संवाद चलाई स्पष्ट दृष्टिकोणसहित पार्टीको अवधारणा निर्माण गर्ने। अब हस्ताक्षरकर्ताहरू: राजेन्द्र कुमार छेत्री 81, भरत कुमार शाह, अर्जुन प्रसाद जोशी, पुष्पा भूषाल, कर्णबहादुर बुढा, गणेश लामा, आङ्गेलु शेर्पा, डा दिला सङ्गलुला, उदय शमशेर राणा, नानु बास्तोला, धाना खतिबडा, अब्दुल रजाक, देवेन्द्र राज कणेल, योगेन्द्र चौधरी, गोपाल दैत, बहादुर सिंह लामा, दिलमान पाखरिन, अब्दुल सत्तार, मोहन आचार्य, अमृत अर्याल, जीप छिरिङ लामा, रामजन्म चौधरी, चम्पादेवी खड्का, नारायण बहादुर कार्की। र हामीले यो विचारलाई आदरणीय सभापतिले 28 गते जुन समय सीमाभित्र विधानअनुसार नियमित अधिवेशन गर्ने जुन निर्देश दिनुभएको थियो त्यही आधारमा रहेर हामीले यो काम तय गरेका छौँ। धन्यवाद।